यतिकै छोडा नखेसलाई उडाउन देऊ यो हावालाई। Oh God! एक बार दिला दे। सो हेलो एन्ड नमस्ते सबैजनालाई। सो जति पनि मेरो युट्युब फ्यामिली हुनुहुन्छ सबैजनालाई एकदम धेरै धेरै स्वागत गर्दैछु। आजको ब्लग चाहिँ मैले सुरु गरिरहेको छु। Oh my God! Wow! अभी मजा आएगा ना भिडो। खास कोठाभन्दा धेरै माथि आइसकेको छौँ हामी चाहिँ। अनि त्यही भएर अब किन कस्तो भन्दाखेरि मार्केट अर्को नयाँ मार्केटतिर पनि यसो चलफल भन्दाखेरि नयाँ मार्केटतिर यसो अलिअलि सामान किन्नु पऱ्यो। अब त्यहाँनिर पुरानो ठाउँमा त्यति धेरै सामान पाइन्छ नि। रुको जरा सबर करो आराम से लेने का। हाँ माथि पाइन्छ अरे भन्ने त्यति सजिलो पनि छैन छनलाई चाहिँ। अनि मेरो केटाहरू चाहिँ अहिले म पुगिसकेको छ। केटाहरूको हालत चाहिँ उहाँ यस्तो छ भन्नु पछाडि म चाहिँ अलिक पछाडि छु क्या। अनि त्यही भएर गाह्रो पनि छ। यस्तो छ मलेसियाको हल्लै चल्लै रोडतिर चाहिँ। र केटाहरू चाहिँ अब सबैजना तयारी अवस्थामै छ। त फर्स्ट अफ अल चाहिँ बाटो काट्ने बेलामा एकदम ध्यान दिनुपर्ने यहाँनिर गाडी साडी रोक्नु चलाउनु हुँदैन। त्यही गाह्रो चाहिँ एकदम गाह्रो छ गाइज। अनि त्यही हो साथीभाइ सबैजनाले सेयर सब्सक्राइब गरिदिनु मेरो पनि च्यानललाई। अझै कति के भयो भने माथि अलिअलि माथि पुऱ्याइदिनु होला। अनि यस्तै छ अब किनभने डेली भिडियो त खेल्नु पाउँदिनँ। सकेसम्म डेली खेलौँ भन्ने प्लान हो। अब त्यस्तो समय त मिलिरहेको छैन। अब काम यस्तै छ, काम धेरै छ। अब अर्को ठाउँमा आएर अब टाइम पनि मिलिरहेको हुँदैन। टाइम जति हुन्छ त्यो टाइमलाई म्यानेज गर्नुपर्ने हुन्छ। त्यही भन्दै यसो अब अझै पनि हेर्दै गर्नु होला। मैले अरू अपडेट दिइहाल्छु। हेर्दै गर्नु होला है त। म अरू अपडेट दिइहाल्छु। अहिले फेरि म मार्केट गएपछि बनाउने वाला छु। मार्केट चाहिँ नजिकै भन्दा पनि अब धेरै नजिक चाहिँ छैन। छ चाहिँ टाढै चाहिँ यो एलनदेखिको मार्केट हाम्रो चाहिँ जान लागेको। अनि टाढै छ अझै पनि लगभग 200 मिटरदेखिमा अगाडि नै छ। अनि त्यति पुग्यो भने चाहिँ त्यतातिर पुग्दाखेरि चाहिँ अनि अलिक भिडियो बन्नेवाला छ अरू पनि गाइज। सो त्यही हो सबैजना हेर्दै गर्दै साथ गर्दै साथै चाहिँ अगाडि बढाउनु होला। अनि सक्दो सेयर चाहिँ गर्नु नबोल्नु होला। किनभने सब्सक्राइब मेरो च्यानललाई अलिक सेयर सब्सक्राइब मेरो च्यानल थाहा छ मलाई भ्युज आउँदैन। तर पनि जति आउनु जतिजनाले मेरो च्यानललाई हेर्नुहुन्छ सबैजनाले मिलाएर गर्दै। अब मार्केट नजिक आइसकेको छु। अनि अब मार्केट छिर्नुपर्ने हुन्छ। तर काँडो छिर्ने भन्ने कुरा चाहिँ थाहा छैन। अब भर्खरै आएको हामी चाहिँ नयाँ यो चाहिँ हामी मार्केट हो। फेरि अब हामी चाहिँ पुरा एक्सर्साइज होइन 200 साइज गरेर आएको टाढैदेखि। अब हेरौँ त्योभित्र के पाउने छ, कस्तो चिज पाउँछ, कस्तो हुन्छ म देखाइहाल्छु। सो त्यही हो। अनि अब चाहिँ अब खाना खाएर निक्लेको लगभग 3 बजेको छ। दिउँसो यस्तो घाम छ कि यस्तो घाममा पनि अब हाम्रो चाहिँ यात्रा भ्लग बनाउने भनेर निक्ल्यो। अनि सकेसम्म चाहिँ सामान किन्ने। अब हेरौँ राम्रो भयो भने किन्यो, नराम्रो भयो भने त्यो किन्नु। तर राम्रो भयो भने चाहिँ किन्नु पऱ्यो भनेर यही हो खासमा। यो मार्केट चाहिँ तर काँडा छिर्ने भन्ने कुरा चाहिँ थाहा छैन। हेर्दैछु म काँडा छिर्नुपर्ने हो। अब छिर्ने बाटो पत्ता लगाउनै गाह्रो छ यहाँनिर। कता हो हिजोको अवस्था भयो। हेर्दैछु म अगाडि केटाहरू पनि हिँड्दैछ। केटाहरूको ताल चाहिँ लाउरे स्टाइलमा हिँड्दैछ सबजना कटुङमा। अब पाइँट लाएर हिँड्ने स्थिति नै छैन यहाँ। गर्मी यस्तो छ। अन्त फेरि अब हाफ लुगा लाउनु डढेर त्यस्तै अलिअलि बाउले गरिने भयो भने बाउले लाउनै पर्ने हुन्छ। र फेरि पनि बाउले नलाइकन त यस्तो घाम लागिरहन्छ डढेर। फेरि त्यो ताल सबैको सुन्ने हुन्छ भने चाहिँ अब यताबाट होला प्रवेश गर्ने हाम्रो चाहिँ। केटाहरू हिँड्दै चाहिँ हेरौँ कहाँसम्म एक राउन्ड लाएर भयो नि फेरि छिर्ने पर्ने हुन्छ। तर निक्लिने चाहिँ गाह्रो होला। माथि 2 तला माथि लगभग 4 तलै माथि छ पार्किङ छ यहाँनिर चाहिँ। हाम्रो त अब यस्तो पार्किङ चाहिँ बल्ल कता बन्दैछ भन्ने सुनेको। सो यहाँबाट चाहिँ हाम्रो छिर्ने होला। अब यहाँबाट छिरेर हामीले के सामान किन्छौँ भन्ने कुरा पनि भित्र गइसकेपछि थाहा हुन्छ। के किन्छौँ के किन्नुपर्छ भन्ने कुरा चाहिँ अहिलेलाई चाहिँ त्यस्तै छ। गर्मी चाहिँ बबालै छ। केटाहरू वेटिङमा चाहिँ मलाई पर्खिरहेको छ। हाम्रो चाहिँ भित्र प्रवेश भइसकेको छ। अनि हाम्रो केटाहरू चाहिँ रुँदैछ बेला मौका रुन्छ भने चोरहरू। त्यो चाहिँ यो नयाँ मार्केटमा आज उपस्थित छ हाम्रो। नयाँ मार्केटको उपस्थितिहरूले हेर्नु के हुन्छ, के पे गर्ने हो। केटाहरू चाहिँ बाटो लागिसकेको छ। म पनि
लाग्नुपर्ने हुन्छ हाम्रो केटाहरू पनि जोसेर पसिना जस्तो भइसक्यो केटाहरूको चाहिँ अनि अहिले हालत खराबै छ हाललाई कि त्यस्तो तालमा हिँडिरहेको गर्ने बवालै छ अब आनन्द हुँदैछ त्यो प्रायः चलिरहेको जस्तो छ अन्डरग्राउन्ड भन्ने चिज पनि छ यहाँनिर तल अन्डरग्राउन्डको माल चल केटा कहाँनिर सपिङ गर्ने चलिहालौँ न धेरै उयो गर्नु नि हुँदैन किम्मो छ धन्न यता नयाँ मार्केट चाहिँ हाम्रो उपस्थित भइसकेको कारणले बबल यता तल छ कि कपडा त तल रह कपडा केटाहरू माथि चल लेट्स गो केटा यता छ जेन्ट्सको केटा हो यो भित्र बटे यता छ जेन्ट्सको सो हाम्रो मार्केट चाहिँ अब हेरौँ के हुनेवाला लाग्छ क्या गरौँ त अनि सामान हाम्रो जिकै नै छ अब किनेर सकेको छैन त्यो सामान चाहिँ लिएर हिँडेको छौँ एउटा टी सर्ट 70 रुपियाँको अनि अब फेरि अरू पनि किन्नुपर्ने छ तल अब सेकेन्ड फ्लाइटमा जाने जग्गा लाग्छ हामी किनभने तल फ्लाइटतिर हेर्छौँ के पाउँछ बबल पायो भने किन्ने अब पाएन भने चाहिँ त्यस्तै हो सब हेरौँ लसी गाइज के हुनेवाला लाग्छ त भन्ने कुरा च्यातर तल जाउँ न अब के हेर्ने र त यस हाम्रो केटाहरूको लिस्ट एउटा यो कडा छ केटा हाम्रो ग्याङहरू चाहिँ फेरि सर्ट चाहिँ फेरि कडा काट्दैछ यहाँ केटाहरूले दामी छ फेरि दामी त माया गरै जाने यता जाउँ केटा यता कपडा देखेर होइन अघि त्यो देखेको भने कपडाहरू बबाल माथिबाट सब हाम्रो यता फेरिको यात्रा छ त्योहरूमा अब केटाहरूले के किन्छ मैले चाहिँ एउटा किनिसकेँ अनि फेरि अरू प्लस गर्नुपर्ने चाहिँ एउटा मैले मिल्यो भने ट्र्याक नभए हाफ पेन्ट चाहिँ किन्ने प्लान छ मेरो अब हेरौँ राम्रो भयो भने किन्ने नभयो पुरानोले काम चलाउँछ यो महिनालाई चाहिँ अनि फेरि नेक्स्ट महिना किन्नेवाला छु अहिले त्यस्तै छ ताल मेरो खतरा हात नहाल्ने फेरि पानी चाहिँ खाने भन्थ्यो केटाहरू कहाँ किन्ने त पानी है पानी किन्ने ठाउँ छैन जुत्ता त खतरा छ नि केटा दाम हेरेर तर्सिहाल्छ ब्रुक उरिन्छ केटाहरू दाम हेरेर जुत्ताको दाम हेरेर ब्रुक उरिन्छ अहिले राम्ररी वहाँनिर पाउँछ वहाँनिर सम्भावना छ पानी
फाइनली चाहिँ एउटा हामी चाहिँ अब रुमतिर आइसक्यो मैले अब भिडियो धेरै बनाउनु पनि पाएन त अब जे हुन्छ सो यहीँ इन्ड गर्ने चाहिँ साथीहरू सबैजनाले गर्दै साथ सपोर्ट गर्दै अगाडि बढाउनु होला भिडियो लास्टसम्म हेर्नु मैले सबैले कमेन्ट्स गर्नु होला सो त्यो अब भिडियो यहीँ इन्ड हुनेवाला छ मेरो चाहिँ